सुरुमा तपाईसँग भएको सुकै एउटा कुनै वेब ब्राउजर खोल्नुहोस्। वेब ब्राउजर खोलिसकेपछि www.nepalbank.com.np टाइप गर्नुपर्ने हुन्छ। त्यसपछि यो एडहरु देखाउँछ, यसलाई चाहिँ हजुरहरूले स्किप गर्न सक्नुहुन्छ। त्यसपछि हामीले सबभन्दा माथिको हेडरमा चाहिँ यहाँनिर एउटा हजुरहरूले यसमा क्लिक गर्नुहोस्। तपाईले पहिले कुनै आइडी बनाइसक्नु भएको छ भने साथीहरुले डाइरेक्ट लगइन गर्न सक्नुहुन्छ। पहिले आइडी बनाएको छैन, सुरुवाती चरणदेखि नै तपाईलाई फर्म भर्नु छ। पहिला नेपाल बैंकमा कुनै पनि पदमा तपाईले अप्लाई गर्नु भएको छैन भने यहाँनिर रजिस्टर गर्नुहोस्, यसमा क्लिक गर्नुहोस्। साथीहरु तपाईले यहाँ नाम, पहिलो नाम, बीचको नाम, थर, इमेल, मोबाइल नम्बर, पासवर्ड फेरि टाइप गर्नुपर्ने हुन्छ। यहाँ क्याप्चा देखाइएको छ साथीहरु, यो क्याप्चा हामीले राख्नुपर्ने हुन्छ। हाम्रो उम्मेदवारी दर्ता रजिस्ट्रेसन भइसकेको छ। त्यसपछि हामी लगइनमा गर्नुस् यसमा क्लिक गर्नु। यहाँनिर हाम्रो इमेल हाल्छौं। यसमा मैले इमेल र पासवर्ड राख्छु। त्यसपछि साइन इन गर्छु। त्यसपछि नेपाल बैंकको यस्तो ड्यासबोर्ड देखा पर्छ। मैले कुन विज्ञापनमा विज्ञापन नम्बरको कुन पदमा फर्म भर्ने हो त्यो चाहिँ मैले यहाँनिर देखाइएको छ। यसमा छ, धेरै छ साथीहरु। यसमा प्रबन्धक सीए देखि लगेर कनिष्ठ सहायक गोल्ड टेस्टरसम्म छ। गोल्ड टेस्टर चाहिँ कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश भनेर यसरी खुलाएको हुन्छ। मैले पहिले तपाईहरुमा यो बागमती प्रदेशको कनिष्ठ सहायकमा फर्म भर्न गइरहेको छु। यसको लागि योग्यता के हो भन्ने कुरा साथीहरु यहाँनिर विवरण हेर्नुहोस्, पारे देख्न सकिन्छ। यहाँनिर छ योग्यता के हो, यस कतिवटा कोठा छ भन्ने देख्न पाइन्छ। यहाँनिर छ खुल्ला प्रतियोगिताद्वारा खुल्ला 4, महिला 1 कोठा, मधेसी 1 कोठा छ, पिछडिएको क्षेत्र 1 कोठा छ, जम्मा 7 वटा छ। मैले यसमा आवेदन गर्छु। त्यसपछि म यहाँ विवरण राख्छु। मैले यहाँनिरबाट जन्ममिति चुज गर्नुपर्ने हुन्छ। इस्वीसम्ममा उसले अटोमेटिक क्रिएट गर्छ। लिङ्ग पनि महिला नै देखाएको छ। त्यो मैले बुवाको नाम तपाईको नागरिकता अनुसार राख्नुपर्ने हुन्छ। आमाको नाम राख्नुपर्ने हुन्छ। त्यसपछि हजुरबुवाको नाम राख्नुपर्ने हुन्छ। यदि पति पत्नीको विवरण नागरिकतामा छ भने तपाईहरु यसमा चाहिँ राख्नुपर्ने हुन्छ। यहाँनिर नागरिकता नम्बर राख्नुपर्ने हुन्छ। त्यसपछि नागरिकता कुन जिल्लाबाट जारी भएको त्यो राख्नुपर्ने हुन्छ। नागरिकताको जारी मिति राख्नुपर्ने हुन्छ। यो नागरिकताको ब्याक साइड पट्टिको फुटरमा रहेको हुन्छ।
यहाँनिर धर्म छ साथीहरू, धर्म पनि चुज गर्नुपर्ने हुन्छ। यदि अपाङ्गता छ भने अपाङ्गता एस गर्नुपर्ने हुन्छ। यो छैन, म अगाडि बढ्नुहोस्, म क्लिक गर्छु। त्यसपछि यहाँ सम्पर्क विवरण छ, उसको प्रदेश कुन हो त्यो राख्नुपर्ने हुन्छ, जिल्ला कुन हो त्यो राख्नुपर्ने हुन्छ, स्थानीय तह कुन हो त्यो राख्नुपर्ने हुन्छ, गाउँपालिका, मेट्रोपोलिटियन, म्युनिसिपालिटी हाम्रो गाउँपालिका हो, त्यो गाउँपालिका राख्छु। यसमा कुन हो तपाईँहरूको गाउँपालिका चाहिँ त्यस चुज गर्नुपर्ने हुन्छ। यहाँ वडा नम्बर राख्नुपर्ने हुन्छ, यो चाहिँ कम्पलसरी छैन। यहाँनिर पत्राचार गर्ने ठेगाना भने तपाईँहरूले कसरी चाहिँ यो फर्म खोलाएको छ भनेर थाहा पाउनुभयो भन्ने कुरा हो साथीहरू। यसमा चाहिँ स्थायी ठेगाना जस्तै चाहिँ राखिदिन सक्नुहुन्छ। त्यसपछि यहाँ शैक्षिक योग्यताको विवरण छ। शैक्षिक योग्यताको विवरणमा हामीले राख्नुपर्ने हुन्छ विश्वविद्यालय गोल्ड टेस्टरको लागि चाहिँ योग्यता +2 हो। मैले चाहिँ +2 को डकुमेन्ट राख्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ +2 को डकुमेन्ट राख्नको लागि कहाँबाट तपाईँहरूको जारी भएको छ त्यो चाहिँ यसरी चुज गर्नुपर्ने हुन्छ। शैक्षिक संस्था चाहिँ तपाईँहरू शैक्षिक उपाधि चुज गर्नुपर्ने हुन्छ। तपाईँहरू कुन समूह हो त्यो पनि चुज गर्नुपर्ने हुन्छ। शैक्षिक संस्थामा चाहिँ कुन संस्थामा पढेको हो त्यो चाहिँ लेख्नुपर्ने हुन्छ। मूल विषय के हो भन्ने यो कम्पलसरी छैन। हामीले ग्रेड उसको चाहिँ कुन ग्रेड आएको छ त्यो चाहिँ राख्नुपर्ने हुन्छ। यो ग्रेड डिभिजनको विषयमा चाहिँ ग्रेड लागू भए भन्दा पछाडिको लिएको ग्रेड त्योभन्दा पहिलेको डकुमेन्ट छ भने तपाईँले डिभिजन चाहिँ चुज गर्न सक्नुहुन्छ। मैले ग्रेड चुज गर्छु। जिपिए कति छ चाहिँ त्यो राख्नु पर्यो।
मैले यहाँ सम्पूर्ण विवरण राखिसकेको छु। अब तपाईँहरूले तपाईँहरूले यहाँ शैक्षिक प्रमाणपत्र, चारित्रिक प्रमाणपत्र, समकक्षता प्रमाणपत्रमा आफ्नो कागजात अपलोड गर्नुपर्ने हुन्छ। साथीहरू यो जिपिए सिजिपिए दुईवटा देखाएको छ। यो डाउनको चाहिँ जिपिए भनेको तपाईँको डकुमेन्टमा कति पोइन्टमा हुन्छ, त्यो कति पोइन्ट आएको छ त्यो चाहिँ यो तलको जिपिएमा राख्नुपर्ने हुन्छ। र माथिको जिपिएमा चाहिँ ग्रेड चाहिँ तपाईँहरूको कुन हो त 2.15 भनेको मानौँ सी ग्रेड हो भने तपाईँहरूको चाहिँ कुनै एउटा निश्चित जिपिए हुन्छ, त्यो कुन ग्रेड हो भन्ने कुरा तपाईँहरूलाई यदि जानकारीमा छैन भने कमेन्ट गर्नु होला, म त्यो तपाईँलाई बताउने छु। मैले यहाँबाट अब शैक्षिक प्रमाणपत्र चुज गर्छु। मैले माथि +2 चुज गरेको छु, तपाईँले हेर्न सक्नुहुन्छ। +2 को मैले यहाँ मार्कसिट राख्छु। यहाँनिर चारित्रिक प्रमाणपत्र राख्छु। समकक्षता चाहिँ अनिवार्य छैन। तपाईँहरू चाहिँ यदि राख्न चाहनुहुन्छ भने अथवा कुनै एउटा मार्कसिटलाई नै राखिदिन सक्नुहुन्छ। मैले यहाँ सम्पूर्ण विवरण राखिसकेपछि यहाँ राख्नुहोस्मा क्लिक गर्छु। सक्सेसफुल्ली क्यान्डिडेट एजुकेसन डिटेल्स भन्ना साथीहरू, यदि तपाईँहरूलाई अब तपाईँले +2 राख्नुभयो, +2 गोल्ड टेस्ट मात्रै को पदमा अप्लाई गर्न पाउँछु। यदि तपाईँहरूले सहायकमा पनि अप्लाई गर्न चाहनुहुन्छ भने तपाईँहरूले चाहिँ शैक्षिक योग्यताको प्रमाणपत्र विवरणबाट अर्को राख्नुपर्ने हुन्छ।
र साथीहरू अब नेपाल ब्याङ्कले पाठ्यक्रम परिमार्जन गरेको छ। परिमार्जन गरेको पाठ्यक्रम कसरी डाउनलोड गर्ने, कसरी हेर्ने भन्ने कुरा तपाईँलाई देखाउन गइरहेको छु। सुरुमा www.nepalbank.com.np टाइप गर्नुहोस्। टाइप गरेपछि नेपाल ब्याङ्कको वेबसाइट खुल्छ। वेबसाइट खुलिसकेपछि यहाँनिर हामी क्यारियरमा जानुपर्छ। क्यारियरमा गइसकेपछि मैले अगाडि सहायक र कनिष्ठ सहायक दुईवटाको फर्म भरेको थिएँ। त्यो दुईवटाको चाहिँ एडमिट कार्ड खोज्नुपर्ने हुन्छ। यहाँनिर छ, यहाँ परिणाम छ, यहाँनिर खाली पद छ। परिणाम चाहिँ तपाईँहरूको यदि पछि नतिजा निकाल्नु पऱ्यो भने परिणाममा यहाँ चाहिँ देखाउँछ वैकल्पिक उम्मेदवार सम्बन्धी सूचना भनेको छ होइन। त्यसपछि यहाँनिर खाली पद छ, अहिले विज्ञापन खुल्या, कुन विज्ञापन खुलेको छ भन्ने कुरा यसमा देखाउँछ। पाठ्यक्रम चाहिँ खुलेको पदको चाहिँ पाठ्यक्रम यहाँ देखाउँछ। पाठ्यक्रम यहाँ देखाउँछ, यहाँ ठ्याक्क तपाईँले देख्न सक्नुहुन्छ। लेभल 8, लेभल 6, लेभल 7 होइन, लेभल 7, लेभल 4। त्यसपछि चाहिँ अब यहाँ धेरै देख्न सक्नुहुन्छ हजुरहरू। यहाँ लेभल 4 को एसिस्टेन्ट ओपन कम्पिटिसन सिलेबस छ हजुर। यो 2025 अप्रिल 1 मा मात्रै अपलोड भएको छ। यो चाहिँ मैले डाउनलोडमा क्लिक गरेर डाउनलोड गर्छु। हेर्नुहोस् साथीहरू, अब यस्तो छ। अहिले परिमार्जित भएको तपाईँको पाठ्यक्रम सहायक तह 4 पदको चाहिँ यो हजुरहरूले यसमा क्लिक गरेर डाउनलोड गर्नुहुन्छ आफ्नो कुनै चाहिएको ठाउँमा। त्यसपछि मलाई जुनियर एसिस्टेन्ट गोल्ड टेस्टरको पनि चाहिएको छ भनेपछि यसमा मैले डाउनलोडमा गएर यसरी क्लिक गरेर यसरी हेर्न सक्छु। त्यसपछि मैले यहाँ डाउनलोडमा गएर यसलाई डाउनलोड गर्छु। नेपाल ब्याङ्कको फर्म कसरी भर्ने, भुक्तानी कसरी गर्ने, पाठ्यक्रम कसरी डाउनलोड गर्ने भन्ने बारेमा बनेको भिडियो यति नै हो। तपाईलाई आगामी कुन विषयमा भिडियो चाहिन्छ कमेन्ट गर्नु होला। म तपाईले खोजेको रोजेको विषयमा भिडियो बनाउने प्रयास गर्नेछु। त्यतिन्जेलसम्म जी हब युट्युब च्यानललाई सब्स्क्राइब गर्नु होला। साथीहरु माझ यो भिडियोलाई शेयर गरेर सबै माझ पुर्याउनु होला।